हेलो साथीहरू, नमस्कार। आरामै हुनुहुन्छ? आई होप आरामै हुनुहुन्छ होला र म पनि एकदमै आरामै छु। म चाहिँ केशर सुनार दैलेखदेखि र हाल चाहिँ सुर्खेतमा बस्छु। अहिले चाहिँ रातिको 12 बजिसकेको छ र बाहिरको माहौल पनि एकदमै सुनसान छ है। म पनि भर्खरै बाहिर गएर एकचोटि सर यताउता गएर हेरेर आएँ र एकदमै सुनसान छ र यहाँ नजिकै के छ भने एक ठाउँमा चाहिँ एउटा पूजा कार्यक्रम रहेछ। त्यहाँ चाहिँ मजाले के भइरहेछ भन्दाखेरि गाना बजाउने, मादल बजाउने के हो पूजामा गर्नुपर्ने रमाइलो चाहिँ गरिराख्नु भएको छ। मैले चाहिँ टाढैबाट सुनेको मात्रै, जस्ट मेरोदेखि यताको गाउँमा भन्दा नजिकैको छरछिमेकमा। खासमा चाहिँ म स्पेसल्ली भन्नुपर्दा चाहिँ फर्स्टमा त सबैजनालाई मेरो युट्युब च्यानल केशर सुनार अफिसियलमा चाहिँ तपाईँहरूलाई स्वागत छ। आज चाहिँ मैले भिडियो चाहिँ 13 देखि 25 वर्ष उमेर समूह होइन बिचका उमेर समूहको भाइ बहिनीहरूको लागि चाहिँ भिडियो बनाउँदैछु। तपाईँहरूले चाहिँ ध्यान दिएर सुन्नु होला। यदि तपाईँ चाहिँ 25 र 13 देखि माथिको बिचमा हुनुहुन्छ भने, एज त्यतिको उमेर छ भने, तपाईँको त्यो बिचको उमेर छ भने तपाईँले चाहिँ भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला। पक्कै पनि तपाईँलाई चाहिँ एक सन्देशमूलक एउटा मोटिभेसनल भिडियो पक्कै पनि तपाईँको लाइफलाई चाहिँ केही न केही इफेक्ट पार्ने, लाइफ बदल्नलाई हेल्पफुल भिडियो पक्कै पनि हुनेछ। तपाईँले चाहिँ ध्यान दिएर भिडियोलाई हेर्नु होला। हामीले चाहिँ आज के विषयलाई लिएर कुरा गर्नेछौँ भने भनौँ न एउटा बाल्यकाल हुन्छ जो कि 25 देखि 13 एजको समूहलाई चाहिँ एउटा म कुन तरिकाले बुझ्छु भने एउटा साइकोलोजिकल एउटा त्यो चाहिँ अलग कुरा हो। मैले चाहिँ कुन तरिकाले बुझ्छु भने यो एज समूहभित्र चाहिँ धेरै कुराहरू चाहिँ हामीले जान्नुपर्ने हुन्छ। जस्तो कि मैले चाहिँ अहिले भोगेर मैले चाहिँ त्यो टाइमलाई चाहिँ क्रस गरेर होइन त्यहाँभित्र चाहिँ घटेका आफूले भोगेका कुराहरू चाहिँ तपाईँहरूमा चाहिँ मैले सेयर गर्न गएँ है। किनकि मैले यही कुरा तपाईँहरूमा मैले सेयर गरेँ भने चाहिँ मेरो दुःख, मेरो सङ्घर्ष, मेरो मेहनत होइन यो सब मैले तपाईँहरूलाई चाहिँ मैले सेयर गरेँ भने पक्कै पनि तपाईँहरूलाई केही न केही नोटिस मिल्नेछ होइन। एउटा तपाईँहरूले पनि केही कुराहरू सिक्न पाउनुहुनेछ। आई होप। म चाहिँ एउटा मान्छेको जिन्दगी हुन्छ है, मान्छे चाहिँ जन्मिन्छ होइन, सानो हुन्छ, त्यसैमा पनि उमेरको साथसाथ एउटा यस्तो टाइम पनि आउँछ कि 3 स्टेप हुन्छ लाइफको है। एउटा बाल्यकाल हुन्छ, एउटा चाहिँ भनौँ न मिडियम अवस्था हुन्छ जो कि एउटा जवानी अवस्था हुन्छ र एउटा बुढेसकाल अवस्था हुन्छ। र सबभन्दा कुरो के हो भन्दाखेरि मरिएछ भने अलग कुरा हो र बाँचियो भने चाहिँ है जिन्दगी जिउनलाई चाहिँ धेरै सङ्घर्ष र मेहनत गर्नु पर्दछ। हामीलाई के लाग्छ भने जस्तो कि हामी चाहिँ 9, 10, 11, 12 एजसम्म हुन्जेलसम्म भनौँ न, त्यति वर्षको हुन्जेलसम्म चाहिँ हामीलाई चाहिँ कतिपय कुराहरू के हुन्छ त भन्दाखेरि थाहा नै हुँदैन। धेरै कुराहरू हामीले त्यति बेला बुझ्न सक्ने हामीमा कोही भनौँ न त्यति बेला दिमाग नै हुँदैन। के गर्ने, के नगर्ने, के सही, के गलत भन्ने चाहिँ हामीले त्यो उमेरमा चाहिँ छुट्याउन सक्दैनौँ। म कुरा गर्दैछु 13 देखि मुनि उमेरमा होइन। त्यो त है चलो एउटा उमेर हो, बाल्यकाल उमेर हो, त्यो चाहिँ हामीले थाहा पाउँदैनौँ। त्यसरी नै साथीभाइ आफूले जे देख्यो त्यही गरेर रमाउँछौँ। जस्तो कि हामीले उति बेला के गर्थ्यौँ भन्दाखेरि एउटा ढुङ्गा, माटो, घर, गाडी, हिलो धुलो, वन जङ्गल भनौँ न यस्तै गरेर चाहिँ त्यो टाइम हामीले निकालेको हो। अनि त्यहाँदेखि चाहिँ 13 एज हुन्जेलसम्म चाहिँ मान्छेले के गर्छ त भन्दाखेरि लगभग 8, 9 क्लासमा चाहिँ समथिङ पढाइ गऱ्यो भने यदि कन्टिन्यू है पढ्ने मान्छेहरूले, जो मान्छेले चाहिँ पढ्न पाउँछ। कतिपय त हाम्रो देशमा के समस्या छ भन्दाखेरि 13, 14 वर्षको उमेरमा 4, 5 क्लासमा पढ्ने होइन, पढाइ चाहिँ भनौँ न बहुत धेरै ढिलो हामीले चाहिँ स्कुल जोइन गर्ने, घरमा चाहिँ आमाबाउहरूले पनि त्यति ख्याल नगरिदिने खालको प्रवृत्ति छँदैछ, त्यो अलग कुरा हो होइन। यदि पढिएछ भने चाहिँ हामी चाहिँ 13 वर्ष भनेको 8मा पढ्ने उमेर, 9मा अथवा 9मा चाहिँ जान्छ है छिटै पढ्ने मान्छेहरू। र यहाँसम्म चाहिँ दिमाग पुगेको हुँदैन र त्यहाँदेखि माथिको स्टेपलाई चाहिँ कसरी बुझेँ भने मेरो करियरमा है, मेरो लाइफमा त्यहाँदेखि के हुन्छ त भन्दाखेरि हामी जस्ट भनौँ न 10 क्लाससम्म जान्छौँ अनि एसएलसी दिन्छौँ है। अनि त्यहाँदेखि दिइसकेपछि अब के हुन्छ त भन्दाखेरि हामीले
केही न केही गर्नुपर्ने हुन्छ होइन, पढ्नुपर्ने हुन्छ, कुनै राम्रो राम्रो सब्जेक्ट लिएर पढ्नुपर्ने हुन्छ। कोही चाहिँ अब होइन त्यति पढेर चाहिँ आफ्नो साथीभाइहरूको लहलैमा लागेर चाहिँ के गर्ने गर्दछन् भने है, जस्तो साथीले गरिरहेको छ, जस्तो कि मेरो विचारमा के लाग्छ भन्दाखेरि चाहिँ साथी नबनाउने होइन, साथी बनाउनुपर्छ र साथी चाहिन्छ पनि। र कस्तो साथीहरूसँग सङ्गत गर्दा चाहिँ आफूलाई भोलि गएर आफ्नो लाइफलाई चाहिँ केही भनौँ न फाइदा मिल्छ त होइन। एउटा राम्रो भनौँ न थिङ्किङको एउटा साथी छ भने त्यो साथीसँग तपाईँले साथ गर्नुभयो भने तपाईँ राम्रो हुँदै जानुहुन्छ। यदि तपाईँले चाहिँ 16-17 वर्षको भइसक्नुहुन्छ, त्यहाँदेखि के हुन्छ भन्दाखेरि मेन नसामा फस्ने एउटा चाहिँ हामी भनौँ न यो उमेर भनेको एउटा बिग्रिने उमेर हो, एकदमै बिग्रिने उमेर हो होइन। के सही के गलत भोलिको भविष्य नै थाहा हुँदैन हामीलाई होइन। खासमा हामीले के सोचिरहेको हुन्छौँ त भन्दाखेरि यो उमेरमा चाहिँ तपाईँको चाहिँ होइन बुवा मम्मीले भनौँ न तपाईँहरूको लागि चाहिँ मेहनत गर्नुभएको हुन्छ, तपाईँहरूकै लागि है, फेरि अरूको लागि होइन, तपाईँहरूकै लागि यति धेरै मेहनत गर्नुभएको हुन्छ कि तपाईँहरूलाई थाहा नै हुँदैन होइन। मैले नथाहा भएको कुरा जो कि मैले भोगिरहेको कुरा है सेयर गरेको, तपाईँहरूलाई भनेको होइन कि तपाईँहरूले चाहिँ केही कुराहरू चाहिँ मबाट सिक्नु न त होइन। किनकि मैले चाहिँ भोगेँ नि, म जस्तै म तपाईँहरूलाई बनाउन चाहदिनँ। म भन्दा नि तपाईँहरू चाहिँ केही राम्रो हुनुपर्छ है, केही कुराहरू चाहिँ सिक्नुपर्छ है भनेर मात्रै कुरा गरिरहेको। अनि त्यो उमेरमा के हुन्छ भन्दाखेरि के बुझ्ने उमेर नै हुँदैन होइन, सही गलत थाहा हुँदैन, बस जे देख्यो देखासेखी चाहिँ बढी हुन्छ। यो उमेरमा चाहिँ के हुन्छ त भन्दाखेरि धेरै मान्छेहरू चाहिँ सुध्रिने या बिग्रिने, एउटा राम्रो बाटोमा हिँड्ने या नराम्रो बाटोमा हिँड्ने भन्ने कुरा चाहिँ 16, 17, 18देखि 19 वर्षको उमेरभित्र हुन्छ होइन। जस्तो कि यो उमेरमा चाहिँ हामीले गलत साथ होइन भनौँ न, एउटा राम्रो साथ नगरेर कोही गलत सङ्गत गऱ्यौँ भने, जस्तो कि गलत सङ्गतभित्र के पर्छ त भन्दाखेरि नसाहरू भइहाल्यो होइन। तपाईँहरू नसा भनेपछि सबै खालको नसाहरू हुन्छ, चुरोट, जाँड, रक्सी, अरू अरू के होइन, धेरै थरीको नसाहरू छ होइन। यो नसाहरूबाट चाहिँ के हुनुपर्छ त भन्दाखेरि बस्न धेरै जरुरी छ। कस्तो हुन्छ भन्दाखेरि आज खान्छ मान्छेले नसा गर्छ होइन, फर्स्टमा त कस्तो हुन्छ भनेर खाने कुराहरू हो त्यो, अनि आज खान्छ भोलि खान्छ थाहा नै हुँदैन। त्यो उमेरमा त थाहा नै हुँदैन कि सिर्फ त्यसलाई के को रूपमा हामीले युज गर्छौँ त भन्दा नसालाई इन्जोयको रूपमा होइन। त्योबाट आफूलाई के मिलिरहेको छ र के फाइदा छ के बेफाइदा छ छुट्याउन सक्दैनौँ हामीले होइन। हामीलाई स्वास्थ्यमा चाहिँ कति हानि गरिरहेको छ, हामीलाई चाहिँ कति हाम्रो करियरमा चाहिँ इफेक्ट पारिरहेको छ, त्यो कुरालाई चाहिँ हामीले बुझेका हुँदैनौँ र हामीले चाहिँ त्यसलाई जस्ट हामीले के को रूपमा लिन्छौँ त भन्दाखेरि इन्जोयको रूपमा भनौँ न। जस्ट नसा गर्ने, खाने, हल्लिने, रमाउने, बस यही हुन्छ। आज खानुहुन्छ तपाईँ, फेरि भोलि पनि खानुहुन्छ, पर्सि पनि खानुहुन्छ। तपाईँलाई चाहिँ त्यस्तै गर्दै गर्दै के हुन्छ त भन्दाखेरि दिनौँ रेगुलर के हुन्छ त तपाईँलाई एउटा आदत लागिहाल्छ, त्यो एडिक्सनमा पुगिहाल्नुहुन्छ तपाईँ। जस्तो कि आज तपाईँले चाहिँ अहिले आजको दिनमा भनौँ न साँझ 5 बजे 6, 7, 8 बजे जति बेला खानुहुन्छ तपाईँ, भोलि तपाईँलाई नेक्स्ट डे त्यही टाइममा चाहिन्छ। यदि तपाईँलाई पाइएन त्यो चिज भनेपछि तपाईँले जसरी हुन्छ जुनसुकै हालतमा त्यो चिज हुनैपर्छ तपाईँलाई, तपाईँ चाहिँ एउटा लतमा फसिसक्नुहुन्छ। त्यस्तै गर्दा गर्दै के हुन्छ त भन्दाखेरि आफूसँग चाहिँ आफैसँग पढेको लेखेको साथी, आफ्नै घरको तल माथिको होइन दाइ भाइ जो पनि छ, कोहीले चाहिँ राम्रो पनि बन्न सक्छ है, कोही चाहिँ राम्रो पढेर चाहिँ अगाडि बढ्दै गएको हुन्छ है, कोही चाहिँ भनौँ न पोजिटिभ वेमा हिँडिरहेको हुन्छ। तपाईँहरूमध्येकै कोही साथी तपाईँ चाहिँ त्यहीँ अड्किराख्नु भएको हुन्छ कि जुन ठाउँमा चाहिँ तपाईँले चाहिँ पाइला टेक्नुभयो तपाईँ त्यहीँको त्यहीँ हुनुहुन्छ र तपाईँको साथीले चाहिँ जुन ठाउँमा पाइला टेक्यो पोजिटिभ वेमा, त्यो चाहिँ पोजिटिभ वेमै हिँडिरहेको हुन्छ, तपाईँ चाहिँ नेगेटिभ वेमै आफूलाई चाहिँ चलाइराख्नु भएको हुन्छ है। आफूलाई थाहा हुँदैन हो है, मैले भोगेको कुरा भएर आफूलाई चाहिँ केही पनि थाहा हुँदैन मैले के गरिरहेको छु, भोलि गएर के हुने हो, असलमा मेरो चाहिँ लाइफ के हो, जिन्दगी के हो है, एउटा जिम्मेवारी के हुन्छ, यस्तै जिन्दगी जाने हो कि भोलि गएर केही अप्ठ्यारोहरू आउने हो कि भनौँ न। यो कुरा चाहिँ केही पनि हाम्रो दिमागमा कस्तो हुन्छ भन्दाखेरि हामीले बुझ्न नै सकेका हुँदैनौँ है। हामीले चाहिँ यही गल्ती र यही मिस्टेक नगर्नको लागि नै मैले तपाईँहरूलाई सम्झाउन खोजेको होइन।
तपाईहरुले चाहिँ के गर्नुपर्छ त भन्दाखेरि चाहिँ यो उमेरमा चाहिँ गलत संगत गर्नु हुँदैन, नराम्रो साथीहरुसँग संगत गर्नु हुँदैन। भनौँ न गलत नसाहरुमा फस्नु हुँदैन, हैन? तपाईहरुले चाहिँ एउटा एम, एउटा गोल बनाउनु पर्छ यो उमेरमा। जस्तो कि तपाईले 10 एक्जाम दिइसक्नुभयो ल मान्नुस्, त्यति बेलासम्म तपाईँ चाहिँ बिग्रिनु भएको हुँदैन, कोही नराम्रो काममा चाहिँ लाग्नु भएको हुँदैन। अब तपाईले एसएलसी पनि दिनुभयो, अब तपाईले चाहिँ एउटा गोल बनाउनुपर्छ। हाम्रो प्रायःजसो नेपालीहरुमा भन्दा नि ओरलमै छ है, ज्यादा धेरै भागमा चाहिँ हाम्रो नेपालमा नै छ। कस्तो भन्दाखेरि चाहिँ हामीले चाहिँ 25 एजसम्म चाहिँ केही गरिसक्नुपर्ने हुन्छ है, गरिसक्नुपर्ने हुन्छ। त्यति बेलासम्म चाहिँ आफू एउटा भनौँ न कामयाब एउटा मान्छे भइसक्नुपर्ने भएको हुन्छ। भनौँ न सबै कुराले चाहिँ परिपक्वता, पूर्णता भनौँ न आफूमा भइसक्नुपर्ने उमेरमा हामीले के सोच्छौँ त भन्दाखेरि जब हामी 25 वर्ष गर्छौँ हैन, त्यो बिचमा चाहिँ हामीले बिहे पनि गरिहाल्छौँ है। हामी नेपालीहरुमा छिटै बिहे हुने एउटा चलन छ। अनि छिटै बिहे गर्छौँ, सबै कुराहरुबाट फस्दै जान्छौँ हैन, हरेक कुराहरु सिक्दै जान्छौँ। असलमा जिन्दगी भनेको के हो भन्दाखेरि चाहिँ हैन, आफ्नै लागि थियो र मेरै लागि मात्रै बाँच्नु थियो भनेपछि म केही अलग तरिकाले बाँच्थे होला है। म जे छु जस्तो छु यस्तो पो हुन्थिन कि है, यो भन्दा नि खत्तम पो हुन्थ्यो कि हो। तपाईँ पनि त्यही एउटा मान्छे हो कि अहिले तपाईले सही टाइममा चाहिँ तपाईले आफूलाई चाहिँ बुद्धि पुर्याएर चाहिँ एउटा सही डिसिजन लिएर एउटा सही बाटोमा तपाईँ हिँड्न सक्नु भएन यो टाइममा भने भोलि गएर पस्ताउनु त पर्छ नै है, खतरा पस्ताउनु पर्छ। एउटा चाहिँ तपाईले यो टाइममा चाहिँ एउटा गोल बनाउनुस्। यदि तपाईँ 16, 17, 18, 19, 20 जति पनि तपाईको एज छ मानौँ है, तपाईले यो टाइममा चाहिँ एउटा गोल, एउटा भनौँ न सपना देख्नु भएन भने, जो मान्छेले लाइफमा एउटा सपना देख्दैन नि हैन, गर्ने मान्छेको जो पनि एउटा माथि पुगेको मान्छे छ, जस्तो कि हामीले चाहिँ नेक्स्ट मान्छेले चाहिँ गरेको मात्रै देख्छौँ, तर त्यो मान्छे चाहिँ त्यहाँसम्म कसरी पुग्यो त है, कसरी पुग्यो, के गरेर पुग्यो भन्ने कुरा चाहिँ हामी जान्न चाहन्नौँ हैन। त्यसले गरेको मात्रै देख्छौँ, भए राम्रो कुरा गर्छौँ, नभए नराम्रो कुरा गर्छौँ उसको बारेमा। बस यति मात्रै हामीलाई आउँछ सरासर भन्ने हो भने हैन। यो कुरा चाहिँ कोही अप्ठ्यारो कुरा पनि होइन, मैले सजिलै भन्न चाहेँ। हामीले चाहिँ अर्कोको बारेमा नराम्रो सोच्ने, अरूलाई चाहिँ भनौँ न अरूले राम्रो गर्दा पनि देख्न नसक्ने, आफूलाई राम्रो भन्दा नि सहन नसक्ने हैन। त्यो त हाम्रो व्यवहारलाई भनेका हुन्छन् नि दुनियाँले। दुनियाँले चाहिँ हामीले जे गर्यो त्यही भन्ने हो नि त हैन र, जे देख्यो त्यही भन्ने त हो नि हामीले। हो त्यस्तै हुन्छ लाइफ हैन सबैको। त्यही भएर नेक्स्ट इन्सानले चाहिँ एउटा नेक्स्ट मान्छेले तपाईलाई पनि तपाईको भ्याल्यु कस्तो छ त हैन, तपाईले कुन खालको भ्याल्यु क्रिएट गर्नुभएको छ, त्यही खालको रेस्पोन्स नेक्स्ट मान्छेले तपाईलाई गर्ने हो है। त्यही खालको चाहिँ व्यवहार नेक्स्ट मान्छेले तपाईलाई गर्ने हो। त्यही भएर तपाईले चाहिँ यो उमेरमा यदि तपाईँ अहिले पढ्नु बसेको हुनुहुन्छ, अहिले नै तपाईँ के गर्नुहोस् त भन्दा एउटा सही गोल, एउटा भनौँ न पर्फेक्ट गोल जो तपाईँलाई मनपर्छ, जो तपाईँलाई चाहिँ भित्र मनदेखि नै छ कि मैले चाहिँ यो गर्न पाएको भए यो चाहिँ मैले पक्कै पनि गर्नुपर्छ, मैले गर्नु नै हो हैन। जस्तो कि तपाईँ आफ्नै लागि नहोला, दुनियाँको लागि हुन्छ नि त, एउटा हुन्छ लाइफ हो हैन। सबैको मनमा भनौँ न सबैको मनमा केही न केही गर्ने इच्छा त हुन्छ नै। तपाईँको आमाबाउको सपना पुरा गर्नुहोस्, चाहे तपाईँलाई धेरै पैसा कमाउनुहोस्, चाहे तपाईँ एउटा गरिब फ्यामिलीबाट बिलोङ गर्नुहुन्छ र तपाईँमा मैले केही गर्नुपर्छ, भोलि गएर मैले केही न केही चेन्जिङ गर्नुपर्छ है भन्ने खालको एउटा थिङ्क अहिले यो टाइममा तपाईँले बनाउनु भएन भने नि भोलि गएर तपाईँहरूलाई चाहिँ रुनुपर्छ, पस्ताउनुपर्छ है। त्यही भएर मैले तपाईँहरूलाई सम्झाउन खोजेको, डोन्ट माइन्ड हैन। तपाईँहरूले पुरा भिडियो र अहिलेसम्म मलाई हेर्दै हुनुहुन्छ भिडियोमा भने तपाईँले चाहिँ बुझ्नै पर्ने हुन्छ। जिन्दगी यति सजिलो पनि छैन कि हैन, आनन्द त उति बेला मात्रै आउँछ कि जति बेला चाहिँ तपाईँको आमाबाउले चाहिँ तपाईँलाई चाहिँ हेरिरहेको हुन्छ, गरिरहेको हुन्छ, तपाईँको लागि चाहिँ मेहनत गरिरहेको हुन्छ, तपाईँलाई चाहिँ जे भन्यो त्यही पुर्याइदिरहेको हुन्छ। तपाईँ चाहिँ स्कुल कलेज लाइफमा चाहिँ सर र आमाबाउको हैन पैसा खर्च गरेर चाहिँ उडाइराख्नु भएको हुन्छ, साथीभाइहरूसँग मस्ती गरिराख्नु भएको हुन्छ। जस्तो कि यस्तो छ, प्रायः त म सरासर के भन्छु भने सजिलै है, अप्ठ्यारो नमान्नु होला। हामीले चाहिँ झुट बोल्न चाहिँ हामीलाई धेरै आउँछ के है। खासमा भन्ने हो भने हामीले चाहिँ धेरै झुट बोल्छौँ यो उमेरमा, 17, 18, 20, 25 सम्म है। आमाबाउलाई ठग्ने हैन, मलाई चाहिँ यस्तो चाहिएछ भन्ने हैन,
केही बहाना गर्ने, म चाहिँ पढाइ गर्दैछु, मलाई चाहिँ यहाँ चाहिँ यति फी लाग्यो, यहाँ चाहिँ यो किन्नु पर्यो, यहाँ चाहिँ ड्रेस चाहियो, यहाँ चाहिँ पिकनिक जानु पर्यो भनौँ न, हरेक बहाना गरेर एउटा पैसा चाहिँ बिचरा तपाईँको आमाबाउले नि तपाईँहरूको लागि यति मेहनत गर्नुभएको छ नि, जुन दिन तपाईँ आमाबाउ हुनुहुन्छ, जुन दिन तपाईँको हातमा केही सिप हुँदैन, काम हुँदैन, तपाईँसँग कोही जब हुँदैन, तपाईँसँग कोही भनौँ न ब्याकग्राउन्ड छैन होइन, कोही आय स्रोत छैन भने त्यो दिन तपाईँको बच्चा बच्ची होस् होइन, अनि तपाईँलाई चाहिँ त्यो दिन थाहा हुनेछ कि मेरो आमाबाउले नि मेरो लागि चाहिँ यस्तै गर्नुभएको थियो है, अनि अहिले हामीले गरिरहेका छौँ। भोलि तपाईँले पस्ताउनु पर्ने हुन्छ है। कसरी भन्दाखेरि चाहिँ एउटा सपना हुन्छ, आमाबाउले नि आफ्नो सन्तानप्रति नि सपना देखेको हुन्छ, आश हुन्छ उनीहरूमा होइन। तपाईँको आमाबाउ अहिले ल मानव उदाहरणको लागि हामी चाहिँ नेपालीहरू हो, हामीले चाहिँ बाहिर देशमा गएर धेरै काम गरिराखेकै छौँ र गर्छौँ पनि, र त्यहाँमध्ये तपाईँको मम्मी बुवाहरू, आमा बुवा भनौँ न, आमा बुवाहरू पनि जानुभएको छ। त्यहाँ यति सजिलो पनि छैन, म पनि गएको छु परदेशमा होइन, मैले पनि धेरैचोटि काम गरिरहेको छु। म अहिले काम गर्न लागेको 8-10 वर्ष, 10-12 वर्षभन्दा बेसी भयो है, बाहिर गएर जाने आउने काम गर्ने। त्यहाँ त्यति सजिलो छैन है, जति तपाईँलाई अहिले सहरमा चाहिँ पढाउनलाई चाहिँ लेखाउनलाई चाहिँ होइन, तपाईँ सहरमा बस्नुभएको छ, साथीभाइहरूसँग रमाउनु भएको छ, पढाइ कम अनि बढी एउटा इन्जोय रमाइलो गर्नुभएको छ होइन, जोडी बाँधिएर। र तपाईँको आमाबाउले नि त्यहाँ यति दुःख गर्नुभएको छ नि, त्यो दुःख नि मेरो आँखाले देखेको छु होइन, मैले खुद भोगेको छु, र मैले त अझै आउने टाइममा नि भोग्नै पर्नेछ, त्यो मलाई थाहा छ, म भोग्छु है। तर मैले चाहिँ हो, मैले भोगेको भएर मात्र तपाईँले भने है, मैले पनि त्यो उमेर, फेरि उमेर समय कहिल्यै फर्किँदैन है। तपाईँ त्यति बेला बच्चा हुनुहुन्थ्यो, म बच्चा थिएँ, मैले पनि त्यो उमेरमा चाहिँ 15, 16, 14को उमेरमा राम्रो होइन, आफूलाई चाहिँ आफूले आफ्नो दिमागलाई चाहिँ सही ठाउँमा युज गरेको भए होइन, एउटा बुद्धि पुऱ्याएर चाहिँ केही काम, केही एम, केही गोललाई समाएर अगाडि बढेको भए होइन, म तपाईँमा सायद यसरी बोल्थिनँ होला होइन, म तपाईँहरूलाई चाहिँ यसरी सल्लाह दिन्थिनँ होला, म केही गर्थेँ होला, काहीँ न काहीँ हुन्थेँ होला होइन, कोही राम्रै जबमा हुन्थ्यो होला, जे पनि गर्थेँ राम्रै गर्थेँ होला। जस्ट म चाहिँ अहिले जस्तो पात्र भए पनि तपाईँहरूको नजरमा होइन, म तपाईँहरूलाई चाहिँ आफूले भएको भएर तपाईँलाई सुनाएको। परदेशमा बहुत गाह्रो छ, तपाईँको आमाबाउले टाइममा खाना खानु पाउनु भएको छैन, टाइममा सुत्नु पाउनु भएको छैन है, रातमा निन्द्रा आउँदैन। किन आउँदैन भन्दाखेरि त्यही तपाईँहरूकै लागि होइन, उनीहरूको मनमा होइन, भनौँ न लोनमा हुनुहुन्छ तपाईँको आमाबाउहरू, लोनमा ऋणमा हुनुहुन्छ, कसैको साउको ऋणले तपाईँको आमाबाउलाई सुत्न दिएको छैन, निदाउन दिएको छैन है, तपाईँहरूको चिन्ताले तपाईँको आमाबाउलाई निदाउन, सुत्न, खान, राम्रोसँग खाएको खाना पच्न दिएको छैन होइन, टह टह लागेको घाम पनि तपाईँको आमा बुवाको शरीरमा होइन भने जस्तो आनन्द मिलेको छैन। तपाईँहरूको लागि नि तपाईँहरूको आमाबाउले नि आफ्नो जिन्दगीलाई कुर्बान गर्नुभएको छ, केही न केही होप गरेर तपाईँहरूप्रति आशा राखेर है। मैले चाहिँ अहिले मेहनत गरेर मेरो बच्चा बच्चीलाई पढाएँ भने मेरो बच्चा बच्चीले चाहिँ म जस्तो नगरोस् होइन, म जस्तो दुःख नगरोस्, केही राम्रो वेमा हिँडोस्, केही राम्रो बाटोमा हिँडोस्। भन्न खोजेको मैले यो होइन कि कामै नगर्ने भन्न खोजेको होइन, काम गर्नुपर्छ होइन, काम गर्ने हो, दुःख गर्ने हो, मेहनत गर्ने हो होइन, गलत सिर्फ गलत गर्नु भएन, झुट बोल्नु भएन। बाँकी के हुन्छ त भन्दाखेरि जे गरे पनि नि एउटा आश र एउटा होप चाहिँ हुन्छ तपाईँप्रति, तपाईँको आमाबाउले चाहिँ तपाईँहरूको लागि बहुत गर्नुभएको हुन्छ। त्यही भएर तपाईँले चाहिँ 25कोदेखि 13को बिचमा हुनुहुन्छ भने यिनी कुराहरूलाई चाहिँ एकचोटि आफैले खुतालेर हेर्नुहोस् होइन, आफैले चाहिँ बुझ्ने कोसिस गर्नुहोस्। तपाईँ चाहिँ अहिले के गर्दै हुनुहुन्छ, सही या गलत, तपाईँ आफैले छुट्याउनुहोस्। मैले चाहिँ तपाईँलाई देखेको छैन होइन, तपाईँले आफैलाई नै जज गर्नुहोस्। हो साँच्चै म राम्रो बाटोमा छु या छैन, मैले सही त गरिरहेको छु, मैले गलत त गरेको छैन, त्यो चाहिँ छुट्याउने जिम्मा तपाईँको हो है। आफूलाई चाहिँ छुट्याउनु सिक्नुहोस्, एउटा राम्रो डिसाइड लिन सक्ने क्षमता आफूमा वृद्धि विकास गर्नुहोस् यो टाइममा होइन। दुनियाँ त छ नै, आफ्नो ठाउँमा छ, गरिरहेको छ, दुनियाँलाई देखेर दुनियाँको पछाडि नदौडिनुहोस् है। आफूले चाहिँ के गर्ने त भन्ने कुरामा चाहिँ फोकस गर्नुहोस्। तपाईँलाई चाहिँ के गर्नु छ, तपाईँको मनमा चाहिँ
के गर्नु छ त हुन्छ नि त एउटा सपना र सोच त हुन्छ नि त्यो प्रति चाहिँ तपाईँ फोकस गर्नुहोस् मेहनत गर्नुहोस् हैन रिजल्ट चाहिँ तपाईँलाई यस्तो रिजल्ट मिल्छ नि वाउ बहुत धेरै आनन्द आउँछ एक दिन हैन त्यो सपना पुरा गरेपछि त्यो भनौँ न तपाईँले सपनामा देखेको ठाउँमा पुग्दा हैन तपाईँलाई यति खुसी मिल्ने छैन त्योभन्दा खुसी यो दुनियाँमा केही पनि छैन सपना हैन सपना नै हुन्छ हैन आफूले देखेको जो कि हर कसैले पुरा त गर्नु सक्दैन कतिपय मान्छेहरूको के हुन्छ त भन्दाखेरि जस्तै मेरै कुरा गरौँ न सपना त मैले नि देख्थेँ है तर मैले पुरा गर्न सकिनँ त्यही म जस्तै तपाईँहरूको सपनाहरू पनि नटुक्रियोस् हैन भनौँ न तपाईँहरूको सपना पनि यो बहुत ठुलो दुनियाँ छ यहीँ कतै हैन नहराओस् मनमा नै नदबियोस् है त्यो चाहिँ मेरो मेन फोकस हो तपाईँहरूले चाहिँ सपना देख्नुपर्छ र सपना पुरा गर्नलाई नि यति सजिलो नि छैन अनि यसको लागि चाहिँ धेरै धेरै हैन बहुत धेरै मेहनत गर्नुपर्छ जस्तो कि हर कोहीले गर्न सक्दैन 100 मा कमसेकम 5% ले मात्र यो आफ्नो सपनाहरू पुरा गर्ने हैन त्यो मध्येको तपाईँ पनि हो तपाईँ इम्पोसिबल छैन हैन दुनियाँमा सबै कुरा पोसिबल छ है इम्पोसिबल भन्ने कुरा नै केही छैन पोसिबल छ तर गर्न सक्ने या नसक्ने क्षमता चाहिँ तपाईँ भित्र नै छ तपाईले नै तपाईलाई जज गर्ने हो यदि सक्नुहुन्छ हैन मज्जाले सक्नुहुन्छ गर्नुस् राम्रो काम गर्नुस् राम्रो बाटोमा हिँड्नुस् गलत बाटोमा नहिँड्नुस् नसा नगर्नुस् गलत संगत नगर्नुस् है कसैमाथि पाप नगर्नुस् भनौँ न आफू भनौँ न आफू चाहिँ सकिएन भनेर नआत्तिनुस् र भयो पुग्यो भनेर पनि नमात्तिनुस् कन्ट्रोल राख्नुस् है पृथ्वी गोलो छ सबैको भनौँ न पालो चाहिँ आउँछ तर पालो आउँछ भन्नेमा चाहिँ गलत गरेर पालो आउनुभन्दा हैन भनौँ न सही गरेर चाहिँ पालो नआउनुमै राम्रो कुरा हो त्यही भएर सही गर्नुस् पालो अवश्य आउँछ सबैको आउँछ दुनियाँमा त करोडौं मान्छेहरू छ हैन त्यो करोडौं मान्छेहरूमा पनि तपाईँ पनि स्पेशल मान्छे नै हो यदि तपाईलाई हैन चिन्नु भयो भने फर्स्टमा चाहिँ हैन आफूले आफूलाई चिन्नु जरुरी छ म चाहिँ को हो हैन म कुन फ्यामिली ब्याकग्राउन्डबाट चाहिँ आएको मान्छे हो विगत के थियो वर्तमानमा के भइरहेको छ र भविष्य के हुने हो भन्ने कुरालाई चाहिँ आफूले आफैलाई चाहिँ प्रश्न गर्नुस् बहुत बहुत क्रिटिकल अप्ठ्यारो छ है जिन्दगी चाहिँ त्यही भएर मैले सिकाउने कुरा चाहिँ मेरो भाइ बहिनीहरूलाई यो भिडियो चाहिँ जस्ट मैले चाहिँ 25 देखि 13 देखि 25 को 20 इयर्सको हैन यो मध्येको एज ग्रुपको लागि चाहिँ मैले भिडियो बनाएको हो स्पेशली हर कोहीले चाहिँ यसरी कोहीले कसैलाई चाहिँ सिकाउँदैन मैले चाहिँ तपाईहरुलाई सिकाउन खोजेँ किनकि मेरो मनमा लागेको कुरा हो म जस्तै चाहिँ तपाई नबन्नु होला राम्रो मान्छे बन्नु होला हैन मेहनत गर्नु होला अगाडि बढ्नु होला बाँकी चाहिँ हामी यस्तै हैन भनौँ न यस्तै गफगाफ गर्ने छौं एउटा राम्रो विषयलाई उठाएर छलफल गर्ने नै छौं केही सिक्ने छौं केही सिकाउने छौं हैन जिन्दगी एउटा सिकाइ हो र सिकाउनु पर्छ सिक्नु पर्छ हैन पोजिटिभ वेमा हिँड्नु पर्छ एकअर्काको साथमा हिँड्नु पर्छ यही हो जिन्दगी त्यही भएर हामी यस्तै गफगाफ नेक्स्ट भिडियोमा गर्ने नै छौं आजलाई चाहिँ यति नै गर्छु बाँकी के छ भने तपाईहरुलाई यदि भिडियो मन पर्यो भने लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला नयाँ हुनुहुन्छ र पहिलोचोटि मलाई हेर्दै हुनुहुन्छ भने च्यानललाई चाहिँ सब्स्क्राइब पनि गरिदिनु होला मसँग जोडिनको लागि हामी फेरि पनि भेटघाट गर्ने छौं है कुराकानी गर्ने छौं यस्तै हो जिन्दगी हाँसेरै बसौँला हैन मेहनतको रोटी नै खामला दुःख सुख जे हुन्छ गरौँला तर साथमा ल अहिलेलाई यति नै बाइ बाइ गुड नाइट थ्यांक यू